यो छोरोलाई कार किन्दैछ भाइ भाइ तिम्रो नाम के हो ईश्वर खत्री हे गाइज गुड मर्निङ वेलकम टु ब्याक माई युट्युब च्यानल आजको न्यू डे न्यू भ्लगमा तपाईँलाई स्वागत छ र आशा छ कि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु र आज यो भिडियो हाम्रो यो ब्याकग्राउन्डमा देख्न सक्नुहुनेछ यो हाम्रो फुलबारी हो आँपको बोट फुलबारी सो यहीँबाट हाम्रो अहिले आजको न्यू डेमा भ्लग सुरु हुँदैछ साथीहरू र आज 2083 नयाँ वर्ष 1 गते मङ्गलबारको दिन परेको दिनले आज शुभ पनि छ एकदम बवाल तरिका हो र हाम्रो देश विदेशमा जति नेपाली दाजुभाइहरू बस्नु भएको छ उहाँहरूलाई पनि म दिलसे भन्दैछु हार्दिक हार्दिक शुभकामना 2083 को र आशा छ कि तपाईँहरू पनि त्यहाँ खाडी मुलुकमा गएर राम्ररी बस्नु होला राम्ररी खानु होला र सो त्यही हो तपाईँहरू धेरै अरूको देशमा गएर चुर्ती फुर्ती नगर्नु होला सो अरूको देशमा अलिक अप्ठ्यारो पनि हुनसक्छ सो अहिले चाहिँ भिडियो सुरु भइसकेको छ आँपको बोट अहिले यहाँ भिड पनि खतरा छ साथीहरू हाम्रो यहाँ पुरै तपाईँहरू देख्न सक्नुहुन्छ पछाडि यो साथीहरू कति छ भनेर अहिले हाम्रो यहाँ चाहिँ प्लान मिलाउँदैछौँ कि कता जाने हो भनेर आज जानुपर्ने हुन्छ घुम्नको लागि सो त्यही हो अहिले डिसिसन भएको छैन अहिले केटाहरू यहाँ डिसिसन गर्दैछ सो के हुन्छ अहिले अब त साधन त त्यति केटाहरूको छैन होइन आफ्नो साधनहरू छैन अब छ 6-7वटा बाइक होला तर त्यसमा हामी अट्न पनि नसक्छौँ होला सायद सो त्यही हो अब जाँदाखेरि तपाईँहरूलाई पनि म देखाउने छु यो भिडियोमा सो तपाईँहरू स्किप नगरिदिनु लास्टसम्म हेरिदिनु होला अनि मात्रै थाहा पाउनुहुन्छ कि यो भिडियोमा के छ भनेर सो त्यही हो र अब मलाई चाहिँ एकचोटि गाएर जानुपर्ने हुन्छ त्यहाँ पसल र किनकि अब नयाँ वर्षको एक दिन चाहिँ सुरुको दिन चाहिँ त्यो खोल्नुपर्ने हुन्छ पसल हाम्रो त्यो कर्म हो धर्म हो होइन साथीहरू सो त्यही हो अब एकैचोटि गायतमा भेटिन्छ मैले चाहिँ चिया खाइसकेको छु अब जानुपर्ने हुन्छ पसलतिर कति रुपियाँ भयो अङ्कल दुईवटा मात्रै हो त अङ्कललाई अब 50 रुपियाँ दिनु पऱ्यो चिया खाइसक्यो जाँदैछु पसलतिर म सो त्यही हो आजको नयाँ वर्ष होइन साथीहरू आज नयाँ वर्ष कता कता गइन्छ डुल्नलाई अब 11-12 बजीतिर छुट्टी लिएर अब जानुपर्ने हुन्छ बन्द सन्द गरेर पसल सो अब यहाँ चिया खान गएको तर चिया यार होइन हाम्रो अगाडिको पसलको क्यान्टिनमा चाहिँ दिदी आज बन्द गर्नुभएको रहेछ चिया पसल त यहाँ चिया खान आएको तर अङ्कलले सोध्नुभयो दुध चिया खाने कि पानी त्यो लेमन टी खाने भन्ने होइन सोध्नुभयो तर मैले भने दुध चियामा चाहिँ या होइन दुध चिया भनेर दुध चिया मात्रै हुनु पऱ्यो नि त नि त्यसमा चाहिँ पानी मिसाइदियो कि त्यो होइन तर मैले भिडियो बनाएन त्यसमा सो त्यही हो अङ्कलले जस चिया त बनाएर खुवाउनु भयो तर पनि मैले चिया खाएँ दुध चिया भनेर भन्नुभयो तर त्यसमा पानी मिसाइदियो होइन अङ्कलले तर मैले त्यो भिडियो बनाएन सो त्यही हो अब चिया खानाले एकदम लास्टै मन लागेर तर पनि मैले खाइदिएँ त्यहाँ चिया र अब के भन्नु होइन सो त्यही हो अब म चाहिँ छुट्टी लिइसकेको छु अब जानुपर्ने हुन्छ घरतिर साथीहरू त्यहाँ पर्खिरहेको छ मेरो पर्खाइमा बसिरहेको छ चोकमा सो अब पैसा पनि लिइसक्यो दाइले दिइसक्नु भयो मलाई पैसा चाहिँ 4000 दिनुभयो अरू चाहिँ पैसा मेरो ब्याङ्क खातामा हालिदिनु भयो दाइले ब्याङ्क ब्यालेन्स गरिदिनु भयो क्युआर गरिदिनु भयो डाइरेक्ट खातामा दाइले फोन गरिदिनु भयो अब जानुपर्ने हुन्छ पैसा लिइसकेको छु तपाईँ यहाँ देख्न सक्नुहुनेछ यहाँ 4000 छ अब आज गएर रोयला हान्नुपर्छ रोयला पुरै मस्त तरिकाले होइन अब यहाँ सीताराम दाइ अब बस्नुहुन्छ होइन सीताराम दाइ तपाईँ कति बजी जाने सीताराम दाइ अब 1 बजे जानुहुन्छ म चाहिँ अब लागेँ घरतिर पसलबाट छुट्टी लिइसकेँ तर आज यार नयाँ वर्ष 1 गते पुरै सुनसान छ पुरै खाली छ आज गएर हेर्नु त पुरै सुनसान छ पुरै सुनसान छ सो अब म चाहिँ घरतिर लागेँ है अब हिजो चाहिँ मैले यहाँबाट सर्ट लगेको थिएँ अब त्यो सर्टको पैसा दिनुपर्ने हुन्छ अङ्कललाई सो त्यही हो आज दिनुपर्ने हुन्छ पैसा अङ्कल हाम्रो अङ्कललाई 1500 रुपियाँ बाँकी थियो अङ्कललाई दिनुको लागि अङ्कल ल पैसा तपाईँलाई ल्याइदिएँ हिजो अलिकति भ्याएन त्यही भएर अब मेला जानुपर्छ सो अब हिजो सर्ट लगेको थिएँ यहाँबाट यही सर्ट हो मैले लगाएकै सर्ट हो कस्तो देखिरहेको छु म्याचिङ खाइरहेको छु छैन साथीहरू अब त केटी त लक्ष्य हुन्छ होला होइन अङ्कल अङ्कललाई पैसा दिइसकेँ हेर्नु है
500 रुपियाँ त दिनु न यहाँ 2500 हिजो 500 रुपियाँ दिएन मैले होइन अङ्कल त बिर्सिरहेको थियो त्यही हो साथीहरू अब घर जानुपर्ने हुन्छ खाना पनि खाएको छैन ल अङ्कल तपाईँलाई पनि नयाँ वर्षको शुभकामना है त ल म त अब निस्कियो अब यहाँबाट पैसा दिइसकेँ अङ्कललाई हिजोको यहाँबाट सर्ट लगेको थिएँ नि त मैले सो अब तपाईँले देखाउँछु है कस्तो सोहेर छ नि कस्तो देखिरहेको छ कालो कालो आयो त हौ सोहेर छ होइन सो अब त केटी त लट्ठै हुन्छ होला सायद मलाई हेरेर अब होइन लट्ठ हुने अब केटीहरू अब सिधा अलिअलि म पनि ह्यान्डसमै छु तर के गर्नु कोही केटीहरू हेर्दैन मतिर सो अब यहाँ दाइको पसल यहाँ आइसकेको छ अब घर जानुपर्ने हुन्छ के छ हौ दाइ आरामै के छ मेरो योगेश भाइ के छ पुष्पराज भाइ आइज त पुष्पा भाइ के छ त नि आज प्लान सनाम केही छैन घुम्ने सुम्ने हाम्रो ह्याप्पी न्यु इयर हान्नुपर्छ सेलेरी कति आयो त सेलेरी कति चाहियो भन्नु न ल 10 रुपियाँ दिन्छु त यहाँ 10 मात्र देख्नुहुन्छ यहाँ पुरै पहिले देखाएर छ अब चाहिँ जानुपर्ने ल त अब साथीहरू अब घर जानुपर्ने हुन्छ त्यही हो अब एकचोटि घर भेटौँ है त सर यहाँ गाडीबाट आउँदै गर्दाखेरि यहाँ घर आउँदै गर्दाखेरि हाम्रो गाउँमा यहाँ एकजना भाइ आएको छ यत्रो धुप लागेको छ हेर्नु त यत्रो घाम छ तर पनि यो भाइले कत्रो स्ट्रगल गरिरहेको छ तपाईँलाई अहिले म देखाउँछु सानो फुच्चे भाइ छ कत्रो स्ट्रगल गरिरहेको छ आफ्नो व्यापार गर्दैछ हेर्नु त होइन भाइ तिम्रो नाम के हो ईश्वर खत्री कहाँ हो घर 3 नम्बर पुल कहाँ 3 नम्बर पुल 3 नम्बर पुल सो हेर्नु कत्रो मिहिनेत गर्दैछ यत्रो घाममा सो तपाईँहरू पनि गर्न सक्नुहुन्छ साथीहरू काम कुनै छोटो या ठुलो हुँदैन साथीहरू जे काम छ त्यो गर्ने हो साथी तपाईँहरू ब्याकग्राउन्डमा देख्न सक्नुहुनेछ भाइ कत्रो सानो छ होइन ल भाइ मलाई पनि देऊ त आइसक्रिम ल्याऊ त एउटा सो 20 रुपियाँ खालको देऊ न 50 रुपियाँ नै खालको देऊ ल अब भाइ हेर्नु त कत्रो सानो छ जब कि यत्रो सानो उमेरमा यत्रो मिहिनेत गर्दैछ भने यो मिहिनेतले भाइलाई कहाँसम्म पुऱ्याउँछ एक न एक दिन त भाइको पनि सपना पुरै हुनेछ सो त्यही हो साथीहरू हेर्नु यत्रो फुचेकोमा जाग्रत कत्रो छ जब कि तपाईँहरू सोच्नुहुन्छ कि काम छोटो या बडा त्यो सोच्नु हुँदैन क्या साथीहरू जस्तो काम छ त्यस्तो गर्ने हो हेर्नु त भाइ हाम्रो कत्रो यस्तो घाम छ यो भाइले आज हाम्रो गाउँमा आएको छ यहाँ बगा प्रेमपुर बगा गाउँमा होइन भाइ तिम्रो उमेर कति भयो भाइ मेरो अहिले 14 वर्ष अहिले 14 वर्ष छ यो भाइ 14 वर्षको उमेरमा यत्रो मिहिनेत गर्दैछ यत्रो घाममा जब कि यत्रो फुच्चेमा यत्रो आँट छ जागर छ आफूले काम गरेर मिहिनेत गर्दैछ होइन भाइ तिमी न कति क्लासमा पढ्छौ यसपालि 9मा पढ्ने ए ल ठिक छ कुन स्कुलमा पढ्छौ तिमी चुवाडे हाई स्कुल ल धन्यवाद भाइले मलाई यहाँ दिइसकेको छ 50 रुपियाँ खालको यसमा चम्ची पनि दिनुपर्ने हुन्छ चम्चा पनि दिइसकेको छ भाइले आहा कस्तो मिठो छ यार थ्याङ्क यू भाइ यत्रो कडा धुपमा तिमीले यत्रो गर्मीमा तिमीले यति चिसो आइसक्रिम खुवाउनु भयो त्यसको लागि थ्याङ्क यू प्रोग्राम भइरहेको छैन सो यहाँ हाम्रो साथीहरू छ पुरै यहाँ होइन भाइजी ह्याप्पी न्यु इयर ह्याप्पी न्यु इयर भाइजी आज चाहिँ जुवा खेल्नुपर्छ है जुवा तास खेल्नु पर्छ आज चाहिँ अब दिनभरि अब केटाहरूको अब यही प्लान छ कि अब तास खेल्ने बिताउने दिनभरि होइन सो त्यही हो आजको नयाँ वर्षमा होइन साथीहरू अब यता हाम्रो छिमेकीतिर पनि मेला लागिरहेछ
सो त्यही हो अब के हुन्छ होइन मुड के हुन्छ त्यति बेला अब चेन्ज हुन्छ र अब मेला पनि जान सकिन्छ र अब यहाँ तास पनि खेल्न सकिन्छ साथीहरूसँग होइन यो सधैँ हामी खेल्दैनौँ कहिलेकाहीँ मात्रै खेल्ने हो यो रमाइलोको पलमा मात्रै हामी तास खेल्ने गरिन्छौँ तास खेल्ने गर्छौँ हामी केटाहरू मात्रै मिलेर सो त्यही हो आज एकदम इन्जोय गर्नुपर्ने हुन्छ साथीहरू सो अहिले म चाहिँ यहाँ फुलबारीमा छु हाम्रो यहाँ फुलबारी हो सो त्यही हो एकदम चिसो भइरहेछ खतरा हावा पनि चलिरहेछ उता त अहिले घाम पनि लागिरहेछ पुरै मस्त तरिकाले सो अब पछि भेटौँ है त गाइज अहिले चाहिँ हामी तिनजना चाहिँ मेला जाँदैछौँ यहाँ हाम्रो पडोसी गाउँमा छ मेला त्यो खोला पारी जानुपर्ने हुन्छ अहिले चाहिँ हामी फुलबारीमा केटाहरू थियौँ होइन तर अरू सो केटाहरू अब नजाने अरे यतै बसेर इन्जोय गर्ने अरे अनि हामी चाहिँ अब मेला जाँदैछौँ भनौँ न तिनीहरू चाहिँ आएन हामी 3 भाइसम्म पछाडि तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ साथीहरू हामी 3 भाइ दुवैजना त दाइ नै पर्छ मलाई तर होइन साथी नै हो भनौँ न सो त्यही अब हामी जाँदैछौँ अब यो आलिआलीको बाटो जानुपर्ने हुन्छ र त्यहाँ एउटा खोला आउँछ कि देउरे खोला त्यो देउरे खोला चाहिँ पार गर्नुपर्ने हुन्छ तर सबैजना हामी 3जना चाहिँ फेरि जुत्ती लिएर आछौँ होइन दाइ मेला आज नयाँ वर्षको जाने हो जाउँ हामी पनि हिँडेको सो तपाईँहरू अब भेट्न सक्नुहुनेछ त्यहाँ के भन्छ यहाँ मेलामा सो त्यही हो यहाँ उत्तरबारी टोलमा छ मेला त्यो उमा हुन्छ कि खेतमा एउटा मन्दिर छ कि त्यो खेतमा हुने हो त्यो अहिले जस्ट हामी चाहिँ यहाँ के भन्छ हाम्रो यो मुसरी टोल पुगिसकेको छ अहिले तपाईँहरू देख्न सक्नुहुनेछ पछाडिपट्टि त्यही हो अब त्यहाँ गएर के हुन्छ त्यहाँ पब्लिकहरू हुन्छ साथीहरू पब्लिकमा गएर भिडियो बनाउने हो होइन तपाईँहरू देख्नु होला आजको यो भिडियोमा अहिले चाहिँ हामी यहाँ के भन्छ हाम्रो खेतमा छौँ अहिले तपाईँहरू यहाँ ब्याकग्राउन्डमा देख्न सक्नुहुनेछ पुरै यो खेत हो अहिले चाहिँ यता पुरै खेत छ यो पुरै यो चौडी चाहिँ पुरै यो पार गर्नुपर्ने हुन्छ हामीलाई त्यो अगाडिको त्यो बाँध छ त्यो बाँधको तल चाहिँ खोला हो सो अहिले चाहिँ हामी जाँदैछौँ यो पछाडि चाहिँ हाम्रो मुसरी टोल हो हाम्रो गाउँको यतापट्टि मुसरी टोल चाहिँ हो यो हामी 2 जना छौँ होइन दाइ जाने हो मेला सो त्यही हो अब मेलामा गएर होइन गर्लफ्रेन्ड त छैन गर्लफ्रेन्ड भएको त त्यहाँ घुमाउनु पर्ने हुन्थ्यो तर गर्लफ्रेन्ड नै छैन गर्लफ्रेन्ड नहुनुको कारण एउटा फाइदा पनि छ है साथीहरू यो के फाइदा छ भनेपछि पैसा बच्छ पैसा खर्च हुँदैन होइन दाइ पैसा मजाले बच्छ जिन्दगीमा सबको पछि पर र केटीको पछि कहिले नपर क्या सही हो कुरो सही होइन अब केटीको पछितिर लाग्यो भने माया कसो होइन धेरै कुरा हुन्छ नि धेरै कुरा दुनियाँ टेन्सन दिन्छ यो जाऊ केटीहरू दुनियाँ टेन्सन दिमाग दिन्छ त्यही भएर केटी लेडिजमा नो इन्ट्री सुन्नुभयो नि साथीहरू हामी 3जना जाँदैछौँ अब मेला अब यहाँ हामी सब 3जना छौँ लफङ्गा केटा हो अब एकैचोटि त्यहाँ खोलामा भेट्नु सो हेलो साथीहरू अहिले चाहिँ हामी यहाँ फाइनली पुगिसकेका छौँ यो हाम्रो यो खोलाको बाँध हो यो तपाईँले यहाँ ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ यहाँ यो अहिले यो बाँध हो हामी चाहिँ अहिले कहाँदेखि आयो भने त्यहाँ पर लगभग हामी आधी घन्टा हिँडेको आधी घन्टा यो खेतै खेत त्यहाँ देख्नु भएको नि त्यो हाम्रो यो सुरुको आएको यो पिक्चरमा आएको त्यो चाहिँ हाम्रो गाउँ होइन त्यो हाम्रो मुसरी टोल हो त्योभन्दा यो फुलबारी कटेर हाम्रो गाउँ छ हाम्रो टोल लगभग हामी आधी घन्टा हिँडेको पानी पनि छैन तिर्खाएको लास्टै लागिरहेछ कि घाँटी पनि सुकिरहेछ होइन सो उता हाम्रो दाइ टिकटक बनाउने अरे हामी चाहिँ अब जानुपर्ने कहाँ भनेपछि त्यहाँ यो खोला पारै यो खोला तरेर त्यो रुखै रुख छ नि त्यहाँ जानुपर्ने हुन्छ त्यही मेला लागिरहेछ अब अझै आधी घन्टा हिँड्नुपर्छ सायद सो अब त्यही यो खोला पारी अब जानुपर्ने हुन्छ खोला तर्नुपर्ने हुन्छ पानी पनि बोकेको छैन होइन दाइ पानी पनि छैन पसिनाले पनि लोड बनाइसक्यो त हाम्रो दाइ सो त्यही हो अब एकैचोटि यो खोला तर्दाखेरि तपाईँको भिडियो म देखाउँछु यो खोला कसरी तर्ने हामी अब त्यहीँ भेट्नुपर्छ अनि त्यसपछि एकैचोटि मेला चाहिँ हामी यहाँ पुगिसकेका छौँ यहाँ खोलामा अब यो खोला तर्नुपर्ने हुन्छ पानी पनि हेर्नु न पानी छ अब यो जुत्ता सुत्ता सब खोल्नु पऱ्यो हाम्रो हेर्नु त दाइले पनि लगाइरहेछ
अर्को दाइले पनि ल्याइरहेको छ जुत्ता। अब तिनैजना हामी जुत्ता ल्याइरहेको छौँ। अब को खोल्ने त अब यहाँ जुत्ता? खोल्छु जुन मलाई अब यहाँको सबभन्दा सानो मै हो, अब मै खोल्नुपर्ने हुन्छ। त त्यही हो अब साथीहरू, अब म अब खोल्छु है त। खोलापारी गर्ने हो भाइ। यत्रो अब मेला छ यतातिर खोलापारी पानी आइसक्यो। सबैले जुत्ता लगाएको छ, उता मिताले पनि जुत्ता छ, भाइले पनि। अब सानो भाइ हो त्यही भएर राम्रो सानो भाइ दाइ हो त अब सानै जे को पनि सानै गर्छ नि त, ठुलो थोरै गर्ने हो र। अब यहाँ हेर्नु त अब सानोको के भन्छ घाटा कत्रो छ हेर्नु त। यहाँ मलाई जुत्ता खोल्नु परिरहेको छ साथीहरू, अब के गर्नु होइन। ल ठिक छ भाइ, ल जाउँ। सो अब यहाँ जुत्ता मैले लिइसकेको छु। अब यहाँ दाइलाई म बोक्दैछु। ल लगाइदिनु ल, अलि राम्ररी बस है। राम कत्रो भारी हो, 75 केजी। ल भन्नु त, यत्रो म बोकिरहेको छु यहाँ पानीमा। 75 केजी ढुङ्गा पनि चिप्लो चिप्लो छ। ढुङ्गा माछालाई चिप्ल्यो भने त यार कत्रो भारी छ हौ मुला। के खान्छ हौ? 70 केजी के खानु? दाल भात तरकारी त्यही हो, भैँसीको मासु त्यही त हुने। कत्रो गलेको माया कसम, यो कत्रो भारी भएको यो मुला। अब ल अब त्यहाँ एकजना दाइ छ, अब उसलाई ल्याउनु पर्ने हुन्छ। लडाउनु लडा है भाइ, फेरि लड्यो भने त फेरि ल मेलामा गएर इन्जोय गर्नुपर्छ। केही छैन भाइ, आइज न। ल हाम्रो भाइले अब मेरो मिज्जूलाई बोकेर आइरहेछ। हेरौँ मेरो मिज्जूलाई सक्छ, मलाई त सक्यो। मेरो मिज्जूलाई सक्छ सक्दैन, सँग त सक्छ। डरै मान्छे छ मेरो भाइ पनि, त्यही भएर ल ठिक छ भाइ, ठिक छ। मेलाको लागि यति त गर्नु पर्यो भाइ। हेर्नु न साथीहरू, मेरो खुट्टामा यहाँ स्टिल लागेको छ अनि यिनीहरूलाई बोक्नु परेछ। कस्तो दुःख त्यही त मेला जाँदा त्यति गर्नु पर्यो नि त भाइ। अब दाइ हो ठिकै छ। ल ल मुख धुनु पर्ने हुन्छ साथीहरू। धेरै त होइन, यस्तो पुसपास मात्रै गर्ने हो। म त कालो मान्छे, कति धुनु मुख पनि, जति धोए पनि काले हो होइन। त्यही भएर अलिअलि धेरै पनि भइसक्यो मुख सुन धोएको। त्यही भएर अलिअलि आज फेरि होइन केटी जस्तो मैले मैले गाजर लगाइदिएको छु गाइज। ल सो मैले मुख धोइसकेको छु साथीहरू। अब पार पनि हामी तिनैजना पार भइसकेका छौँ। यो खोला जानुपर्ने हुन्छ। या कत्रो गलेको मुला। सो साथीहरू, तपाईँहरूतिर कस्तो मनदैछ त न्यु इयर? सबैजना फेरि पनि ह्याप्पी न्यु इयर सबै साथीहरूलाई है त। अनि तपाईँहरू कता कता जानुभयो यो न्यु इयरमा? हामी चाहिँ खोला डुल्दैछौँ, खोला डुल्दैछौँ साथीहरू, के गर्नु होइन। सो त्यही हो, अब हामी नजिकै जाँदैछौँ। यहाँ हाम्रो पडोसी गाउँ के भन्छ मेला लागेको छ। त्यो मेला त्यहाँ बोक पनि लास्टै लागिरहेको छ। त्यो म चाहिँ यहाँ जुत्ता सुत्ता लगाइसकेको छु। यहाँ देख्न सक्नुहुन्छ, यहाँ मैले जुत्ता सुत्ता लगाइसकेको छु। अब जानुपर्ने हुन्छ। हामी अब बाँध पुगिसकेको छ। अब मात्र 10-15 मिनट लाग्छ त्यहाँ पुग्नलाई। अगाडि त्यहाँ देख्न सक्नुहुन्छ, त्यहाँ मान्छेहरू छ नि, त्यही जानुपर्ने हुन्छ। मात्र अब 10-15 मिनट लाग्छ। अब त्यहाँ गएर एकैचोटि भेट्नुपर्छ साथीहरू होइन। यहाँ दाइहरू पनि आउँदैछ पछाडि। अरू अघि भाइहरू भेटेको थियो, त्यो भाइहरू चाहिँ अगाडि गइसकेको छ। अब हामी चाहिँ जाँदैछौँ। अब एकैचोटि त्यहाँ भेट्नुपर्छ साथीहरू। त्यहाँको अपडेट म देखाउनेछु तपाईँहरूलाई, के हुन्छ त त्यहाँ जाँदाखेरि र कस्तो रियाक्सन आउँछ पछाडिको बाट मान्छेहरू के भन्छ। यो चाहिँ अलिक धेरै पब्लिक भएको चाहिँ ठाउँमा अब भिडियो म बनाउन गइरहेको छु होइन। खासमा चाहिँ त्यहाँ म भिडियो बनाउन हिँडेको, त्यहाँ भ्लगै बनाउन हिँडेको त्यहाँ। किनकि त्यहाँ मान्छेहरू अलिक भिड हुन्छ नि त नि होइन। त्यहाँ अब मेरो कन्फिडेन्ट हेर्नु होला कतिको म बोल्दो रहेछ त त्यहाँ। सो अब एकैचोटि मेलामा भेट्नुपर्छ है त साथीहरू। तपाईँहरू मान्छेहरू कति छ यहाँ, आफ्नो आफ्नो जोडी लिएर सायद बसेको छ होला। त्यहाँ छ, यता छ, अरू यता छ। हामी सिङ्गल भएको मान्छे यता छौँ, हेर्दैछौँ होइन। अरूलाई हेर्दै छाक पुगाउँदै पुगिसकेका छौँ यहाँ मेलामा। यहाँ मान्छेहरू कति छ हेर्न सक्नुहुनेछ अहिले, तर अलिक धेरै मान्छे छैन, ठिक्कको छ। मान्छेहरू हेर्नु न कति छ हौ। सो अब एकैचोटि मेलाको भित्रमा भेट्नुपर्छ साथीहरू, एकैचोटि मेलाको भित्र। तर हामी मेला आइसकेका छौँ, पुगिसकेका छौँ भनौँ न। ल पोख्नु
मान्छे यति छ। सो अब भित्र छिर्नु पर्ने हुन्छ। एकैचोटि अब बिचमा भेट्नुपर्छ है त साथी। हेलो साथी, पानी ल्याऊ त मिनरलबाट एउटा। उता चाहिँ 20 रुपियाँ मात्रै अब यो भाइले सुनिरहेको छ नि यार, त्यत्रो यहाँ पानी। अब त्यत्रो बाटो आयो यहाँ मेला। सो अब पानी खानुपर्ने हुन्छ। लास्टै तिर्खा लागेछ। करिब 1.5 घन्टाको बाटो हामी हिँडेर आएको होइन। त्यहाँबाट देख्नुभयो होला, त्यहाँ खोला पारेर हामी खोला तरेको, अनि त्यहाँ खेतहरूबाट आएको, खेतबाट आएको होइन। त्यत्रो हिँडेपछि त पानी त खानुपर्ने हुन्छ। कति रुपियाँ हो पानी? 25 रुपियाँ खुल्लै छैन मलाई। मनोज पनि खुल्ला छैन साथीहरू। 25 रुपियाँ पर्ने हो मात्रै पानीको। तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ पब्लिक कति मान्छे छ यहाँ। पब्लिकहरू पुरै पब्लिक छ। चारैतिर पब्लिक छ है साथीहरू, चारैतिर पब्लिक। हामी त यो पब्लिकको बिचमा यहाँ भिडियो बनाइरहेको छौँ। त्यो अहिले यहाँ खुल्ला भइरहेको छैन। अब यहाँ खुल्ला गर्नुपर्ने हुन्छ। 25 रुपियाँ अब 1000 रुपियाँ मात्रै छ। खुल्लै रहेछ हामीसँग। त्यो मान्छेहरू यहाँ देख्न सक्नुहुन्छ अहिले यति छ। हाम्रो दाले यहाँ छोरोको लागि लिइरहेको छ यहाँ खेलौना। कार हो। यो कारको कति रुपियाँ हो? कारको त्यो कारको कति रुपियाँ हो? त्यो कारको 250। त्यो कारको 250 हो। अलि अब डिस्काउन्ट गरेर के हाल्छ होइन? अलिअलि डिस्काउन्ट गर्नुपर्ने हुन्छ। ओ भाइ, त्यो त्यसको 200 रुपियाँ लिने, 250 रुपियाँ लिने त्यसको? त्यो 150मा आउँदैन त्यो कार? 150मा आउँदैन? ए यो भाइ त यो छोरोलाई कार किनिदिइसकेका छौँ होइन। अब यो छोरोले गोडाउने छ त्यहाँ। यहाँ अब हाम्रो सोल टिनी भाउजू पनि छ। अब यो कार चाहिँ अखतै यो कार पनि लिएको, त्यो के भन्छ प्लेन पनि लिइसक्यो। अब के लिने? अब अझै एउटा ट्रक लिएको छ तैँले, ट्रक उठाएको छ। ट्रकको कति पर्यो? ट्रकको 100 रुपियाँ चाहिँ पर्यो। सबभन्दा महँगो कुन पर्यो? यो कार। सबभन्दा महँगो चाहिँ कार पर्यो है त। प्लेन सस्तो रहेछ है साथीहरू, प्लेन सस्तो छ। त्यो कार अलिक सस्तै रहेछ। फाइदा रहेछ साथीहरू, एकदम खतरा अलि खतरा देख्न पाइन्छ। सो त्यो मेला आउनेको फाइदा यही हो साथीहरू। अलि राम्री जोस् आँखाको चाहिँ चित्त बुझ्दो रहेछ होइन त। आँखालाई चाहिँ अलिकति चित्त बुझ्दो रहेछ क्या होइन। मेला आउनुको फाइदा चाहिँ यही हो। आँखालाई अलिकति चित्त चाहिँ बुझ्छ होइन। अब जसलाई हेऱ्यो नि त्यही राम्रो लाग्छ। त्यसलाई नै भिडियो बनाउँ जस्तो लाग्छ। भिडियो बनाउँ जस्तो लाग्छ। फ्युचर वाइफ जस्तो लाग्छ हेर्दाखेरि। चारैतिर हेर्नु त्यही हो। मेला आउनुको फाइदा चाहिँ हो होइन त? मेला आउने फाइदा होइन, मेला आउनुको फाइदा चाहिँ यही हो साथी। अब हामी चाहिँ कतै गएनौँ, उता गएनौँ। सो हामी चाहिँ अहिले यहाँ कसको लागि फेरि बेलुन चाहियो तपाईँलाई? फेरि कसको लागि बेलुन चाहियो? न गर्लफ्रेन्ड छ न केही छ, कसलाई दिनु बेलुन? अब चाहिँ बेलुन खोज्नु पर्ने हुन्छ हामीलाई। बेलुन यहाँ छ गाडी, यहाँ छ गाडी। अब हामी चाहिँ अब बेलुन खोज्नु पर्ने हुन्छ। हामी चाहिँ अहिले यता मन्दिर छेउमा आइसकेका छौँ यहाँ। यता मन्दिर छेउमा, किनकि हामी के भन्छ हामीहरूले दर्शनै गरेको छैनौँ क्या। मन्दिर छेउमा आइसकेका छौँ। अब ढोग्नु त पर्ने हुन्छ। बाहिरबाट ढोगिसकेँ मैले। यो मन्दिरमा चाहिँ मेला लाग्ने गर्छ साथीहरू। हामी चाहिँ त्यो भित्र चाहिँ गएनौँ, बाहिरबाट दर्शन गरेको होइन त। हामीले चाहिँ बाहिरबाट दर्शन गरेको। तपाईँहरू पनि दर्शन गर्नु होला सायद। भिडियो बनाएर दर्शन गर्नुहोस्। 2083को लेखको मेला पनि दर्शन गर्नु। हामी यहाँ पुगिसकेका छौँ। यहाँ बगाचोक यहाँ भाइहरू छ होइन भाइ? अहिले चाहिँ हामी यहाँ बगाचोक आइसकेका छौँ मेलाबाट। सो त्यही हो। अब अलिकति मुड त बनाउनु पर्ने हुन्छ नि त साथीहरू। सो त्यही हो। अब एकैचोटि घरमा भेट्नुपर्छ अहिले, किनकि अहिले मुड बनाउनु पर्ने हुन्छ नि त साथीहरू। सो त्यही हो। यहाँ भाइहरू छ। 2 जना बाइकमा चाहिँ हामी 8 जना। एउटा बाइकमा 4 जना भनेपछि 8। सो त्यही हो साथीहरू। म चाहिँ अहिले फाइनली घर पुगिसकेको छु। त्यहाँ मेलाबाट अहिले म यहाँ ढल्किरहेको छु ओछ्यानमा, आफ्नो ओछ्यानमा।
सो आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो आजको नयाँ भिडियो आएको छ होइन नयाँ अब ठाउँमा घुम्न गएको थिएँ मेला गएको थिएँ अब मेलामा कस्तो कस्तो तपाईँहरू त्यहाँ भिडियोमा देखिसक्नुभयो होला आजको भिडियो यति नै छ आजको न्यू भ्लग यति नै हो अब भोलि आउनेछ नयाँ भ्लगमा तपाईँलाई जुन आजको भिडियो यति नै हो हस्त गुड नाइट बाई लभ यु अल